हाम्रो पनि त्रिशुलको भिडियो लिँदैछन् साथीहरू। विश्वकै एकमात्र कालिग्नी रुद्रपीठ लड्केश्वर धाम भित्र जाने हो। यहाँबाट एकचोटि लिऊ है, भित्र जान्छु। भिडियो भित्र गएर हेरौँ। मन्दिर राम्रो छ, भित्र यसरी रहेछ। अब भित्र क्यामेरा ल्याउनु पाइँदैन रे, त्यही भएर जुत्ता खोल्ने अनि त्यसरी जानुपर्ने रहेछ। हामी जुत्ता खोलेर गइयो। धेरै अग्लो छ, लगभग 8 तला घर जति अग्लो होला। हैन खुट्टा धोएर आएर जानुपर्छ। हैन खुट्टा धोएर पार्टी जस्तो छ। यस राम्रो रहेछ बन्दोबस्त यहाँको। हेलो भाइ, गुफा रे गुफा हेर्न जाउँ न त। यो चाहिँ भोलि पर्सि ठुलो बाढी भएको बेलामा यो भित्रबाट बाढी आउँछ। भाइ यता देखाउ त। यो चाहिँ बाढी भोलि पर्सि आएको बेलामा सबै बाढी यहाँबाट छिर्छ। त्यो कारणले यसरी सामानहरूको लापरवाही ढङ्गले राखेको छ। यहाँ स्पिकरहरू त्यतिकै फालिरहेको छन्। हो खोलाको छेउमा गुफा। कुन गुफा रे यो? जुत्ता चप्पल फुकालेर मात्र दर्शन गर्न जानु होला। ओमकार टेलिभिजन। जुत्ता खोलेर मात्र जानु होला। धुप बत्ती यता बाल्नुहोस्। ऊ त्यहाँ माथि छ त खोल्न। ल यहाँबाट चाहिँ जुत्ता चप्पल खोलेर भित्र जानुपर्छ अरे, त्यही भएर हामी जाँदैछौँ। हेरौँ कहाँनिर पुगेपछि जुत्ता चप्पल खोल्ने ठाउँ हो। यहाँ बाहिरै जुत्ता चप्पल खोलेर गुफामा जानुपर्ने रहेछ। ल हामीले चाहिँ यहीँ जुत्ता खोल्ने व्यवस्था गऱ्यौँ। ल अब जुत्ता खोलेर हामी जाँदैछौँ। ओहो भित्र पानी रहेछ, मोजा त खोल्नु पऱ्यो गरी। त्यहाँसम्म क्यामेराले खिच्नु पाइँदैछ। ल ठिक छ। दर्शन गर्ने ठाउँ। हाम्रो क्यामेराम्यान कता जानुभयो? यसो दर्शन गरौँ। दर्शन गऱ्यो परमेश्वर। दर्शन गरौँ। ठिक छ के गर्नु? ए ल ठिक छ त्यसरी। के छ र यहाँ? ल